Hello, this is day 11 of eye makeup series र आज चाहिँ क्रिएट गर्ने हो यो पिंक सफ्ट हेलो आइज। अलरेडी एउटा आँखामा त मेकअप गरिसके र अर्को आँखा पनि म प्रेप गरेर सेट गर्छु। आई म्याजिक को इन्भाइट ओन्ली प्यालेटबाट यो लाइट पिंक शेड लिएर यसलाई मैले अप्लाई गर्दै छु क्रिजमा आउटर टु इनर कर्नर। मजाले ट्रान्जिसन शेडलाई अप्लाई गरिसकेपछि म सेकेन्ड कलर अप्लाई गर्दै छु। सेकेन्ड कलरको लागि चाहिँ यो शेड लिएर मैले इनर र आउटर कर्नर को आउटर भी एरियामा मात्र अप्लाई गर्दैछु सर्कुलर मोसनमा। सफ्ट हेलो लुक भएको भएर चाहिँ हामीले पिगमेन्टलाई इनर र आउटर कर्नरमा मात्र कन्सन्ट्रेट गर्छौं र बिचको लिड स्पेस एरियालाई चाहिँ खाली नै राख्छौं। त्यसपछि अघि ट्रान्जिसन शेड अप्लाई गरेको ब्रशले चाहिँ दुवै कलरलाई ब्लेन्ड गरिदिन्छौं। अब चाहिँ मैले यो पिंक शेड लिएर डिटेलर ब्रशमा र त्यसलाई चाहिँ मैले इनर भी एरियामा अप्लाई गर्छु। दुवै आउटर कर्नर र इनर कर्नर दुवैको इनर भी एरियामा र इन्टेन्सिटी पुगे जस्तो लागेपछि चाहिँ सबै कलरलाई एउटा प्लेन ब्रशले ब्लेन्ड पनि गरिदिन्छु। म्याट स्याडोजलाई ब्लेन्ड गरिसकेपछि मैले प्यालेटबाट यो दुईवटा शिमरिङ सेट्स मिक्स गरेर लिएर आइलिड्सको सेन्टरमा जहाँ चाहिँ अघि हामीले कुनै पनि आई स्याडो अप्लाई गरेको थिएन त्यहाँ चाहिँ अप्लाई गर्छु र अर्को ब्रश लिएर चाहिँ म्याट र शिमर बीचको हार्स लाइन्सलाई ब्लेन्ड गरिदिन्छु टुवर्ड्स द सेन्टर अफ द आइलिड्स। आइलाइनर मैले लियोन ब्युटीको लिक्विड आइलाइनर युज गरेको छु र लाइनर चाहिँ मैले एकदम पातलो मात्र अप्लाई गर्दैछु आज सो एज टु डिफाइन द नेचुरल शेप अफ माई आइज र एन्ड्सको विङ पनि सानो टिप मात्र निकालेर अप्लाई गर्दैछु। लोअर ल्यास लाइनमा स्मज गर्नको लागि चाहिँ मैले अगाडि युज गरेको डार्क र लाइट पिंक शेड मिक्स गरेर स्मज गर्दैछु र मैले स्मज गर्दा इनर र आउटर कर्नरमा स्मज गर्छु र बिचको पार्ट चाहिँ खाली नै राख्छु जसरी माथि अप्लाई गरेको थियो त्यसरी नै। र बिचको पार्टमा चाहिँ मैले त्यही शिमर स्याडोलाई अर्को फ्ल्याट ब्रशमा लिएर अप्लाई गर्दैछु। अब चाहिँ आई मेकअप लगभग सकिन लाग्यो त्यसको लागि चाहिँ मैले ल्यासेसलाई कर्ल गरेर मस्कारा अप्लाई गर्दैछु। मस्कारा मैले लियोन ब्युटीको युज गरेको छु यहाँ। यतिकै गर्दा पनि हुन्छ बट फर टुडे आई एम गोइङ टु अप्लाई हाफ फल्स ल्यासेस अन माई आइज। मैले चाहिँ यहाँ परी कस्मेटिक्सको हाफ ल्यासेस अप्लाई गरेको छु र इनर कर्नर्सलाई हाइलाइट गर्नलाई मैले एलए कलर्सको क्रोम लिक्विड आइलाइनर युज गरेको छु। अब फेस मेकअप फेसको लागि चाहिँ मैले प्राइम गर्नलाई टेक्निकको ग्लोई प्राइमर ओइल युज गरेको छु र फाउन्डेसन चाहिँ मैले मेबेलिनको सुपर स्टे एक्टिभ वेयर फाउन्डेसन युज गरेको छु इन द सेड 220। फाउन्डेसनको फर्स्ट लेयरलाई चाहिँ मैले फ्ल्याट फाउन्डेसन ब्रसले स्वाइप गरेर सबैतिर अप्लाई गर्छु र त्यसलाई स्वाइप गरिसकेपछि म सेकेन्ड लेयर पनि अप्लाई गर्दैछु। सेकेन्ड लेयर अप्लाई गर्दा चाहिँ म ड्याब ड्याब गरेर नै अप्लाई गर्छु। अलि पिगमेन्टेड भएको एरियामा चाहिँ मैले थपेर त्यही मात्र ब्लेन्ड गरेर फाउन्डेसन अप्लाई गर्दैछु। अब त्यसपछि पालो कन्टुरको अल्सो मैले अफ क्यामेरा नै कन्सिलर फरहेडमा नोजको ब्रिजमा र फिल्टर्स कलममा अप्लाई गरेर ब्लेन्ड पनि गरिसकेको छु। क्रीम कन्टुरलाई ब्लेन्ड गरिसकेपछि आई एम गोइङ टु गो अहेड एन्ड सेट इट विथ पाउडर कन्टुर। अगाडि मैले जुन ठाउँमा चाहिँ क्रीम कन्टुर अप्लाई गरेको थिएँ त्यही ठाउँमा नै पाउडर कन्टुर अप्लाई गरेर सेट गर्दैछु। पाउडर कन्टुर पछि अब पालो पाउडर ब्लस चाहिँ मैले आफ्नो चिक्सबाट स्टार्ट गरेर टुवर्ड्स द टेम्पल ड्र्याग गर्दै अप्लाई गर्छु र नेचुरल ब्लस देखिनको लागि चाहिँ हल्का मेरो नोजको टिप्समा पनि अप्लाई गर्दैछु र यो सबैलाई ब्लेन्डेड देखोस् भनेर चाहिँ मैले अगाडि अप्लाई गरेको फाउन्डेसन ब्रसले सबै एकचोटि ब्लेन्ड पनि गरिदिन्छु। अब चाहिँ पालो लिप्सको मैले लिप्सलाई लाइन गर्नको लागि चाहिँ एलए कलर्सको अटो लिप लाइनर युज गरेको छु इन द सेड मार्भेन। पुरै लिप्समा लाइनर अप्लाई गरिसकेपछि मैले त्यो लाइनलाई अलिकति ब्लड इफेक्ट दिनको लागि चाहिँ फिङ्गरले हल्का ब्लेन्ड गरिदिन्छु र ब्लेन्ड गरिसकेपछि लिक्विड लिपस्टिक अप्लाई गर्दैछु। मैले यहाँ अप्लाई गरेको लिक्विड लिपस्टिक हो वेट एन्ड वाइल्डको मेगा लास्ट लिक्विड क्याटसुट इन द सेड रेबल रोज। आजको लुकमा पनि मैले हाइलाइटर स्किप गरेको छु किनभने हाइलाइटर अप्लाई गर्दा चाहिँ मेरो स्किनमा भएको यो रिङ्कल्स एरिया चाहिँ अलि हाइलाइटेड भएको फिल हुने भएको भएर मैले अप्लाई नगरेको हो। यु क्यान गो अहेड एन्ड अप्लाई इफ यु वान्ट टु पुट अन हाइलाइटर। अब यो सबै मेकअपलाई सेट गर्नको लागि चाहिँ मैले मिलानीको मेक इट लास्ट सेटिङ स्प्रे युज गर्दैछु। आई स्याडो अलिक ब्राइट पिङ्क भएकोले मैले त्यसलाई ब्यालेन्स गर्नको लागि चाहिँ न्युडिस टाइपको पिङ्क लिपस्टिक युज गरेको छु। यो आई मेकअप लुक मन पर्यो भने लाइक गर्नु होला यो भिडियोलाई। अल्सो ट्राई इट आउट फर योर सेल्फ एन्ड डोन्ट फर्गेट टु कम टुमोरो फर द नेक्स्ट भिडियो द 12th आई मेकअप सिरिज भिडियो। सी यु अगेन टुमोरो। बाई।